हाई गाइस हामी चाहिँ होइन आज मेरो बेस्ट फ्रेन्डको बर्थडे सरप्राइज दिनु गइरहेको थियौँ म र मेरो हस्बेन्ड भएर सुरुमा चाहिँ हामी चाहिँ ढाकाको सिटी चढेर गयौँ अनि त्यस पछाडि दिदीको घरबाट स्कुटर लिएर गयौँ। यस्तो चिसो थियो नि लिटरली कतै घाम पनि थिएन होइन यस्तो हुस्सु नै हुस्सु लागेको थियो होइन यस्तो चिसो थियो अनि हामी सुनचरीबाट सप्तरी जानुपर्ने थियो अनि मेरो बेस्ट फ्रेन्डलाई चाहिँ थाहा पनि थिएन क्या म यतै छु त्यसलाई सरप्राइज दिन आउँदैछु भनेर त्यसलाई लागिरहेको थियो म काठमाडौँतिरै छु घुमिरहेको छु हस्बेन्डसँग भनेर अनि त्यसलाई म आउँदैछु भनेर त्यसलाई अलिकति पनि केही पनि थाहा थिएन उसको हस्बेन्डलाई चाहिँ थाहा थियो हामी भनेर गइरहेको थियौँ अनि त्यस पछाडि हामी गयौँ त्यस्तो चिसोमा यहाँबाट सप्तरी गयौँ अनि जाने बित्तिकै हामी लाइक लिटरली वेन सी समी त्यसलाई त अब म आएँ कि आएन कि भने जस्तै भइसक्यो त्यो यस्तो एकहरू हेरिरहेको थियो हो कि होइन कि साँच्चीकै हो कि भनेर अनि त्यस पछाडि मैले त्यसलाई गिफ्ट दिएँ अनि त्यसले त्यो गिफ्ट देख्दा चाहिँ यस्तो इमोसनल भयो नि किनकि त्यो चाहिँ हाम्रो फ्रेम मैले चाहिँ त्यसलाई फोटो फ्रेम दिएको थिएँ जुन चाहिँ हाम्रो स्कुलको +2को सबैको फोटो मिक्स गरेर दिएको थिएँ त्यो इज द गिफ्ट अनि बर्थडे गर्ल इज हियर होइन छोरीसँग तर लाइक मोर देन 5 इयर्स भइसकेको थियो अनि हामीले सँगै बर्थडे सेलिब्रेट नगरेको लुक एट हर ह्याप्पिनेस कति खुसी छ क्या यो 2 वर्षपछि हामी सँगै बर्थडे मनाइरहेको थियौँ यसको होइन हामी पहिला बर्थडे मनाउँदैन त्यस्तो ह्याप्पी के भन्दा पनि बढी खुसी चाहिँ यसको छोरी थियो लुक एट हर सी सो एक्साइटेड